हेलो गाइज, हामी चाहिँ दसैँको टिका लगाउँदैछौँ भाइ र म होइन। म भाइलाई टिका लगाइदिँदैछु। ल यो 2082को ह्याप्पी दसैँ। र हिजो पनि टिका लगाइयो। हिजो चाहिँ टिका अलिक हतारमा थियौँ, त्यही भएर चाहिँ टिका लगाएको हाल्न पाइएन। र म आज चाहिँ भाइलाई लगाइदिँदैछु। ल यता हेरेर कान्छ खोइ हात थापेको के मान्यो मान्छे बन्नु धेरै पर्नु होइन। आशिका दिदी जस्तो साहसी निडर र सबैलाई सहयोग गर्नु होइन है। यो त यसो यहाँ पुस्दिनु पऱ्यो नि त। र अब जिन्दगीमा धेरै धेरै प्रगति गर्नु, उन्नति गर्नु होइन। यो त खान्छ यो अलिक। ल गाइज, अघिको भिडियोमा होइन टिका लाउँदै यो सकिएको नि। अब यहाँ यसलाई मैले दक्षिणा दिएकै छुइनँ। र ठुलो मान्छे हुनु, भाग्यमानी बन्नु, धेरै पढ्नु, हिरो बन्नुपर्छ र अनि जिन्दगीमा उत्तर प्रगति गर्नु। र यो चाहिँ अब भाइलाई मैले लगाइदिएँ। र हाम्रो भाइलाई म दक्षिणा दिँदैछु है। यो सबै ल दसैँमा इन्जोय गर्नु दाइको तर्फबाट होइन। दाइको तर्फबाट इन्जोय, फुल इन्जोय पार्टी गर्नु ल भाइ। यो सब यहाँ लागेछ। पार्टी गर्नु, पार्टी खानु, मस्त बस्नु है। कति पाइछ अरे हेरेर दक्षिणा। ल अब हाम्रो टिका लाउने कार्यक्रम समापन भयो। र जानकारी गराउँदैछु म। अब दसैँमा टिका लगाइयो है, रमाइलो गरियो, यति नै भन्न चाहे। हेलो गाइज, सबैजना सचेत हुन्छ होइन। र दसैँ आज पनि टिका लगाएर एकदमै रमाइलो गरेर मनाइँदैछ। तपाईँहरू पनि सबैजना टिका लगाएर मस्त बिताउनु होला आजको दिन। र हाम्रो नेपालमा चाहिँ एकदमै यो टिकाको माहौल भइरहेको छ है। टिकाको माहौल अहिले अब